भए अहिले आएर मलाई कतिजनाले नेपाली होइन भन्नुहुन्छ। त्यो गलत हो। आज म एउटा सबै कुरा घुमाएर मैले मेरो मनको इमोसनको पनि मैले कुरा गरेँ होइन। मैले अस्ति आएर मैले यहाँ नेपालको कानुन अनुसार मैले एनआरएनको कागज लिएँ, मेरो हक अनुसार र नेपालको कानुन अनुसार। तपाईँहरूले कसरी भन्न सक्नुहुन्छ कि म नेपाली होइन भनेर? सबैले भन्दैन त्यसरी। हाम्रो देश सानो छ, काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ। म तपाईँलाई एउटा कुरा भन्छु, तपाईँहरू कतिहरू बाहिर जानुहुन्छ, विदेशमा जानुहुन्छ होइन, 14 पिक्स यस्तो भयो, नेटफ्लिक्समा आयो भन्दाखेरि हामीले एउटा गर्व गर्ने मौका भयो। अहिले हाम्रो 18 वर्षको मलाई अङ्कल भन्छ फर्स्ट टाइम। यस्तो बाबुहरूले, यस्तो हाम्रो के भन्ने छोराहरूले गर्दाखेरि उसलाई पनि मान्छेले अनेक गरेर गर्छ। त्यसो नगर, अब चाहिँ सपोर्ट गर्नु पऱ्यो कि एक्लै अर्कालाई है, एक्लै अर्कालाई सहयोग गरौँ। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु। आज हाम्रो मन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ। ल, मलाई नेपालको ग्लोबल एम्बेसडरको चाहिँ बिल्ला आयो, मैले त्यो अनुसारको काम गर्नु सुरु गरेँ। नेपाललाई एक्सट्रिम हब चाहिँ बनाउनु पऱ्यो भनेर रिक्वेस्ट भयो। मैले त्यही अनुसारको आफ्नै पैसा सैसा खर्च गरेर अनेक गरेर चाहिँ ल त्यसमा थाहा स्काई डाइभिङ, प्याराग्लाइडिङ, क्लाइम्बिङ, एल्पिनिजम सबै त्यही अनुसारको कन्सेप्ट लिएर चाहिँ यहाँ गरेर भनेर मैले एकदमै एक्सपर्टिजहरू लिएर स्काई डाइभिङको चाहिँ काम सुरु भयो। आखिरमा यत्रो एडभर्टाइज गरियो, देश विदेशबाट चाहिँ अनेक थरीको यस्तो बिजी मान्छे, यस्तो भिआइपी मान्छेहरू मैले नेपाल ल्याएँ। आखिरमा आएपछि पर्मिसन दिनु भएन। पहिले नदिएको भए त त्यो बिचरा मलाई जति पनिसमेन्ट दिन्छ मलाई दिए भयो नि त। मलाई मन पर्दैन भने होइन। नेपालमा अब प्रगति गरेको देख्ने बित्तिकै सबैलाई आँखाबाट रगत आउँछ रहेछ होइन। मलाई मन पर्दैन बरु मलाई डन्ठा हान्यो भने बिचरा त्यो खैरेहरूलाई आफ्नो छुट्टी लिएर होइन, कति आफ्नो काम छोडेर आफ्नो भिआइपी जस्तो मान्छेहरू आएर नेपाल आएपछि यहाँ आएर चाहिँ पर्मिसन नदिने, त्यो त हाम्रो देशको बिजत भएन र? सुखको मात्र कुरा गऱ्यो भने हामी कहिले पनि अगाडि बढ्दैनौँ। त्यसले गर्दाखेरि मैले एउटा दुईवटा तितो कुरा गरेँ। हामीलाई सानो मन नदिदिनु। म तपाईँहरूको छोरा हो, म तपाईँहरूको दाजुभाइ हो। मलाई यदि म आफूलाई सेल्फिसनेस भएको भए म भन्छु आजको दिनमा पनि म सक्सेसफुल भएँ। आजको दिनमा, हिजोको दिनमा त 14 पिक्स गर्दाखेरि पनि मैले स्पेसल फोर्सको करियर छोडेर है, आफ्नो पेन्सन छोडेर म तपाईँलाई भन्छु स्पेसल फोर्स भन्ने के हो भने हामी यस्तो यतातिर हिँड्दाखेरि मात्र पनि मान्छे खुसखुस कुरा गर्थ्यो। एउटा इज्जत, एउटा शानको जागिर छोडेर भएको एउटै घर बेचेर होइन। म मरेको भए त मेरो बुढी, मेरो परिवार त बाटोमा आउँथ्यो। भाग्यको साथले गर्दाखेरि म आज बाँचेको छु। म देशलाई र हाम्रो जति हुन्छ हाम्रो जाति नेपालीलाई चाहिँ कसरी अगाडि लाउने भन्ने मेरो सधैँ मनदेखि नै मेरो डिएनए नै त्यही हो।